Very good morning. This is David calling again. Today is Saturday. I'm actually heading towards Home Depot right now. I need to pick up some doors. Also, आज काम पनि छ. So काम पनि गइन्छ. 12 देखि 6 बजेसम्म 6 घण्टाको काम. All right. Stay tuned. All right. Oh. Home Depot गइन्दैछ. अब 5 मिनेटमा पुगिन्छ होला. All right. Stay tuned. Home Depot मा भर्खर आइपुग्यो. अब डोर पिकअप गरिन्छ अनि रेडी छ होला सायद निकाल्दिरहेको तर दुईटा डोर थप्नु पर्ने भयो दुईटा एक्स्ट्रा डोर थपिसक्यो अब अस्ति प्री अर्डर गरेको चाहिँ पिकअप गर्नु छ सो ड्राइभ थ्रुमा गइन्छ पिकअप गरिन्छ अनि घर लागिन्छ हो भेरी मेरो पिकअप पनि रेडी भइसक्यो 6 वटा डोर पछाडी छ अब घर लागिन्छ हेर्दै गर्नु होला घर गइन्दैछ घर गइन्दैछ पिकअप गर्दाखेरि अलिकति टाइम लाग्यो कि किन भन्दाखेरि नर्मली म कि त होम डेलिभरी कि त के भन्छ प्रायः जसो होम डेलिभरी नै गरी मागिन्छ तर अथवा स्टोरमै किन्ने अनि आफू सिधै किनेर लाने त्यस्तो खासै अर्डर गरेर त्यो 2-3 दिनपछि त्यस्तो चाहिँ गरिएको थिएन त्यही भएर अघि के भयो भन्दाखेरि अब प्राइज स्टोरमा आइन्छ हेरिन्छ किनिन्छ त्यो हुन्छ नि त त्यही भएर कस्टमर सर्भिसमा गएर हैन पिकअप कन्फर्मेसन मागेर अनि प्रिन्ट आउट गरेर अनि यता दिएर रिलिज गर्ने त्यो क्रम रहेछ त्यही भएर अलिकति समय लाग्यो भन्नु न हिँडाइ अनि त्यस्तो छ कथा आजको अनि हाइवे गइँदैन आज किनभनेदेखिलाई अब 6 वटा डोरसँग हाइवे पस्दाखेरि अलिकति हावाले धेरै हान्छ अनि त्यही भएर हुनु त बाँध्नु त राम्रै बाँधेछु तर पनि स्ट्रङ विन्ड हुन्छ नि त अनि दैलो उडेर गएर अर्काको गाडीमा हैन हाम फाल्यो भने त रेला हुन्छ त्यही भएर चाहिँ मिनिसोटा एभिन्यू भएर अलिकति बिस्तारै नै गइन्दैछ अनि कब्जा पनि ल्याइयो 5 वटा जति अस्तिको एक्स्ट्रा पनि छ अनि लक पनि 2टा एक्स्ट्रा ल्याइयो अस्तिको पनि छ लगेको सो शुड बी एनफ अनि त्यो क्लोजेटको लागि रेलिङ सपोर्ट हैन त्यो ब्र्याकेट पनि ल्याइयो अब दलले जुनाइन्छ भोलि एक दिन छुट्टी छ भोलि अब कतिवटा जुनाइन्छ हेरौँ राम्रै हुन्छ होला सकिन्छ होला 4 वटा त जुनाइनु अस्ति मैले यो डोर भनौँ न अर्डर गर्दाखेरि चाहिँ अब स्टकमा थिएन त्यही भएर चाहिँ आए पछाडि ट्रान्जेक्सन चाहिँ अस्ति नै कम्प्लिट भएको आए पछाडि तँलाई हामी फोन गर्छौँ एज सुन एज अनि रेडी पारिदिइराख्छौँ पिकअप गर्नुको लागि भने अनि मलाई कल पनि गरेन टेक्स्ट पनि गरेन इमेल पनि गरेन सो अनि फनी चाहिँ के भयो भन्दाखेरि त्यहाँ काम गर्ने एकजना एसोसिएट बोजूले मेरो दैलो मैले देखिसकेको थिएँ पिकअप गर्नुभन्दा अगाडि यसरी हेर्दाखेरि 4 वटा दैलो त्यहाँ एकदम रेडी थियो अनि म कन्फर्मेसन त्यो प्रिन्ट आउट लिएर आउँदै गर्दाखेरि बोजूले त सेल्फमा हाल्नुको लागि फेरि लाँदै रहेछ बाटोमा झम्कावट भयो अनि अर्को एसोसिएटले यो चाहिँ हामीलाई चाहिएको भर्खर कन्फर्मेसन आयो रिलिजको लागि भनेर अनि लिएर आइयो त्यस्तो पनि हुँदो रहेछ हैन सो एटलिस्ट मलाई अस्ति भने अनुसार चाहिँ कल गर्छु अनि पिकअप गर्नुको लागि आइजा भन्थ्यो अब हिजो कल नगर्नु हो भने त्यो पनि भनौँ आज पिकअप गरिने थिएन रहेछ भनौँ न
डाउनटाउन आइपुग्यो सुपल्सको अलिअलि डाउनटाउन देखाइदिउँ न होइन साह्रै पो ठुलो छ नि फेरि डाउनटाउन हाम्रो त यहाँको सुपल्सको आई थिङ्क पुल लामो भनेको यही हो कि बा ए अर्को पनि छ तर छोटो छोटो होला है अलिक रमाइलो पुल भनेको एक ठाउँ छ घर आइपुग्यो डोर पनि यसरी बाँधेर ल्याएको छ कार्टनले अलिकति आइडिया लाएर अस्ति पनि यसरी नै लिएको ताकि दाग नलागोस् नफुटोस् नकुचोस् भनेर अलरेडी अब यसलाई घरभित्र हुलाइन्छ अनि आजको काम सिद्धियो मैला परेछ तिमी